पुतलीको घर बस्न जानुभएको थियो हाम्रो हजुरआमा। त्यहाँदेखि आउँदाखेरि त त्यति हाँस्दै हाँस्दै पेट निचल्दै हाँस्दै गुल्टिँदै पल्टिँदै घर आउनुभएको। अनि घर आइसकेपछि पनि 5 मिनट हाँस्नुभयो। पानी खाँदा पनि खिट 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 गर्नुहुन्छ। अनि त्यसपछि हजुरआमा के भयो र तपाईँ किन हाँस्नुभयो र भनेको त। अनि हजुरआमाले के भन्नुहुन्छ भनेको त तँलाई मैले एउटा सुनाउँछु है त, तँ पनि हाँसेर मर्चिस भन्नुभयो। हुन्छ भन्नु न त भनेर भने। अनि हजुरआमाले के भन्नुहुन्छ भनेको त हन के भयो भने बुढाबुढी थिए अरे, तिनीहरूले एउटा बच्चा पाएछन् अरे। अब त्यसको नाम के राख्ने भनेर एकदम कन्फ्युज भएछन् अरे के। अनि त बुढाले चाहिँ भगवानलाई एकदम प्रार्थना गरेछ अरे। अनि प्रार्थना भगवान प्रकट हुनुभएछ अरे। अनि भगवानलाई मेरो बच्चाको नाम के राख्ने होला भनेर भन्दाखेरि अब शिवजी रिसिनु भएछ अरे। तँलाई लाज शरम नभएको आफ्नो बच्चाको जेसुकै नाम राख, म उहाँ पार्वतीजीसँग डेटिङ गरेको थिएँ, तैँले मलाई यस्तरी बोलाइस् भनेर रिसाएर तँलाई मैले श्राप दिन्छु, यो बच्चाले जसको नाम पहिला लिन्छ तँ मर्छ भनेर श्राप दिएर जानुभएछ अरे। अनि त्यसपछि त्यो मान्छे यति रिसेछ अरे। त्यो बच्चा चाहिँ अब बढ्दै बढ्दै ठुलो ठुलो हुँदै गएछ अरे। त्यसपछि बच्चा ठुलो भएपछि आमा भनिन्छ अरे। आमा भनेपछि आमा त्यही खुलुत्तै हुनुभएछ अरे। अनि त्यसपछि त्यो बुढा चाहिँ खुसी भएछ अरे क्या। अनि अर्को दिन फेरि बाबा भनेछ अरे, पल्ला घरको छिमेकी पो मरेछन् अरे।